भ्याकेन्सीहरूकै छलफल गर्ने सन्दर्भमा आज पनि हामी नेपालमा काम गर्ने एउटा एनजिओले खोलेको भ्याकेन्सीको बारेमा हामी छलफल गर्छौँ। प्रदेश लेभलको एकदमै टप र नाम चलेको एनजिओले केही सङ्ख्यामा कर्मचारीहरू खोजेको छ। हामी त्यसको बारेमा डिटेलमा छलफल र चर्चा गर्छौँ। यो कुन एनजिओ हो, के कति सङ्ख्यामा कर्मचारी मागेको छ, कस्तो कस्तो क्वालिफिकेसन भएका कर्मचारीहरू मागेको छ, कसरी अप्लाई गर्ने हो भन्ने लगायतका कुराकानीहरू हामीहरू यो भिडियोमा गर्नेछौँ। त्यसर्थ भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नका निम्ति विनम्र अनुरोध गर्ने र हजुरहरू सबैजनालाई हाम्रो युट्युब च्यानल टर्निङ पोइन्टमा हार्दिक स्वागत र नमस्ते। म लोकप्रसाद ढकाल पेसाली एनजिओ कर्मी। विगत 9 वर्षदेखि म नेपालका विभिन्न अर्गनाइजेसनहरूमा निरन्तर रूपमा काम गर्दै आइरहेको छु र म अहिले पनि काम गर्छु। हजुरहरू पहिलोचोटि हाम्रो युट्युब च्यानलसँग जोड्दै हुनुहुन्छ र हामीले बनाएका प्रस्तुतिहरू हजुरहरूलाई ठिक लाग्छ, राम्रो लाग्छ भने कृपया हाम्रो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनका निम्ति अनुरोध गरेँ। भिडियो कुन जिल्लाबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ, कम्तीमा आफ्नो जिल्लाको नाम चाहिँ कमेन्ट बक्समा राखिदिनु भयो भने तपाईहरुको जिल्लाका भ्याकेन्सीहरू आउँदा भिडियो बनाउन, जानकारी गराउन सहज हुन्छ। त्यति मात्रै होइन, हजुरहरूलाई कुनै पनि प्रकारको सिभी, कभर लेटरहरू चाहिँ बनाउनु पर्ने भयो, कुनै जब साइटहरू आफ्नो प्रोफाइलहरू क्रिएट गर्नुपर्ने भयो अथवा कहीँ कतै अनलाइन अफलाइन फर्महरू भर्नुपर्ने भयो भने हजुरहरूले सम्झिन सक्नुहुन्छ। त्यसका निम्ति हाम्रो स्क्रिनमा WhatsApp र भाइबर नम्बर राखिएको छ। कल र मेसेज गर्नका निम्ति अनुरोध गर्दै म आजको यो भ्याकेन्सीमा अगाडि बढ्ने अनुमति चाहन्छु। यो भ्याकेन्सी अनाउन्स गर्ने अर्गनाइजेसनको नाम चाहिँ NNSW रहेको छ। यो NNSW भनेको हाम्रो सुदूरपश्चिम प्रविन्सको कञ्चनपुर जिल्लामा यसले काम गर्छ र विशेष त कञ्चनपुर, कैलाली, सुदूरपश्चिमका अरू जिल्लाहरूमा पनि यसले काम गर्छ। एकदमै नाम चलेको प्रखर अर्गनाइजेसन हो जसले केही सङ्ख्यामा कर्मचारीहरू खोलेको छ। यो कुन कुन पोजिसनहरू छन्, यसमा कसरी अप्लाई गर्ने हो, कहिलेसम्म अप्लाई गर्ने हो, अप्लाई गर्न के गर्नुपर्छ भन्ने लगायतका कुराकानीहरू हजुरले थाहा पाउनुपर्ने हुन्छ। यो सबै विषयवस्तुको बारेमा जानकारी प्रदान गर्नका निम्ति म मेरो ल्यापटपको स्क्रिन सेयर गरेर यहाँलाई त्यसको जानकारी गराउनेछु र यहाँहरूको ध्यान पनि त्यतापट्टि हुनेछ भन्ने मैले अपेक्षा गर्दछु। यो भ्याकेन्सी अनाउन्स गर्ने अर्गनाइजेसनको नाम चाहिँ नेपाल नेसनल सोसियल वेलफेयर एसोसिएसन NNSW रहेको छ। यो NNSW चाहिँ 1994 मा इस्टाब्लिस भएको एउटा प्रदेश लेभलको अर्गनाइजेसन हो र यसले लगभग यसको 107 जना जनरल मेम्बरहरू रहेका छन् भने 11 जना मेम्बरहरूको एउटा बोर्ड रहेको छ यसको। र यसले नेपालका धेरै जिल्लाहरूमा काम गरेको छ। विशेष गरी सुदूरपश्चिम प्रोभिन्समा यसले कति बढी काम गर्छ र थुप्रै प्रोजेक्टहरू यसले सञ्चालन गरिसकेको छ भने यो हाम्रो कञ्चनपुर जिल्लामा यसको हेड अफिस रहेको छ भन्ने भनिएको छ। र यो अर्गनाइजेसनले अहिले जुन मर्सी क्लबको आर्थिक र प्राविधिक सहयोगमा एउटा चाहिँ नि यो जुरी क्लाइमेट रेसिलियन्स अलायन्स भन्ने एउटा प्रोजेक्ट सञ्चालन गर्दैछ। त्यसका निम्ति कर्मचारीहरू खोजिएको छ र पहिलो पोजिसन भनेको प्रोजेक्ट कोअर्डिनेटर 1 जना चाहिएको छ। NNSW अफिस कञ्चनपुर र यसका प्रोजेक्ट साइटहरूमा चाहिँ भिजिट गर्नुपर्ने हुन्छ भनेको छ। अब प्रोजेक्ट कोअर्डिनेटर भनेको सम्बन्धित प्रोजेक्टको एउटा मेन पर्सन, एउटा खम्बा हो र उसले विभिन्न कामहरू चाहिँ गर्नुपर्ने हुन्छ। यसमा प्रोजेक्ट एक्टिभिटीहरू प्लानिङ गर्ने, इम्प्लिमेन्टेसन गर्ने, मोनिटरिङ गर्ने, रिपोर्टिङ गर्ने, स्टाफहरू मोबिलाइजेसन गर्ने, बजेटहरू हेर्ने, लाइन एजेन्सीहरूसँग कोअर्डिनेसन, कोलाबोरेसन, कम्युनिकेसन गर्ने लगायतका कामहरू चाहिँ गर्नुपर्ने हुन्छ भनेको छ। यसको एकाडेमिक क्वालिफिकेसन कस्तो व्यक्तिले अप्लाई गर्न सकिन्छ त भन्दा ब्याचलर्स डिग्री गरेको, अझ विशेष गरी मास्टर्स डिग्री गरेको, त्यो पनि सोसल साइन्स, डेभलपमेन्ट स्टडी, फिल्ड रिलेभेन्ट सब्जेक्टमा र कम्तीमा यो सिभिल सोसाइटी अर्गनाइजेसनहरूमा एनजिओहरूमा 5 वर्ष काम गरेको अनुभव हुन्छ। काम गरेको भए चाहिँ बेटर हुन्छ भनेको छ र अन्य स्किल्सका कुराहरू यतापट्टि छन्, मैले यहाँलाई भने हेर्न सक्नुहुन्छ। अर्को चाहिँ नलेज म्यानेजमेन्ट एन्ड मिल अफिसर 1 जना, यो पनि NNSW अफिस कञ्चनपुर र प्रोजेक्ट साइटहरूमा चाहिँ भिजिट गर्नुपर्ने हुन्छ। अब यो मिल भनेको यसमा अप्लाई गर्नलाई मास्टर्स डिग्री गरेको, ब्याचलर्स मास्टर्स गरेको, सोसल साइन्समा, डेभलपमेन्ट स्टडीमा र कम्ती 5 वर्ष काम गरेको भनेको छ। अब यो मिलले गर्ने काम भनेको विशेष गरी डेटाहरू हेर्ने, टेम्प्लेटहरू बनाउने, डेटाहरू एनालाइसिस गर्ने, डेटाहरूको रिपोर्टिङ गर्ने, यी कामहरू चाहिँ गर्नुपर्ने हुन्छ। यहाँले यो पनि स्टडी गर्न सक्नुहुन्छ। र अर्को पोजिसन भनेको एडमिन एन्ड फाइनेन्स अफिसर 1 जना, NNSW अफिस कञ्चनपुरको लागि। र यो फाइनेन्ससँग सम्बन्धित कामहरू गर्नुपर्ने हुन्छ, जसमा अप्लाई गर्नलाई ब्याचलर डिग्री इन अकाउन्टिङ, बिजनेस, कमर्समा ब्याचलर्स गरेको र कम्तीमा
3 वर्ष फिल्डमा काम गरेको हुनुपर्छ भनेको छ। अब फाइनेन्ससँग सम्बन्धित नलेज हुनुपर्यो, सफ्टवेयरको बारेमा नलेज हुनुपर्यो, बजेटहरू बनाउन जान्ने होइन, कोलाबोरेसन कम्युनिकेसन गर्न जान्ने, गभर्मेन्टको ट्याक्स भ्याट पोलिसीको बारेमा नलेज हुनुपर्यो र यसले फाइनेन्स र एडमिनसँग सम्बन्धित कामहरू चाहिँ गर्नुपर्ने हुन्छ भनेको छ। अर्को भनेको फिल्ड बेस्ड प्रोजेक्ट सपोर्ट अफिसर 2 जना, यो चाहिँ दोदा र चाँदनी र कृष्णनगर कृष्णपुरको लागि रहेको छ। यो फिल्ड बेस्डको पोजिसन हो, फिल्ड लेभलमा काम गर्नुपर्ने हुन्छ। फिल्ड लेभलका डेटाहरू कलेक्सन गर्ने, फिल्ड लेभलमा गर्नुपर्ने ट्रेनिङ मिटिङ वर्कसपहरू सञ्चालन गर्ने, रिपोर्टिङहरू गर्ने, फिल्ड लेभलका स्टेक होल्डर्सहरूसँग कोअर्डिनेसन कोलाबोरेसन र कम्युनिकेसन गर्ने लगायतका कामहरू गर्नुपर्ने हुन्छ र यसमा अप्लाई गर्नलाई सोसल साइन्स अथवा डेभलपमेन्ट स्टडीमा चाहिँ नि कम्तीमा ब्याचलर्स गरेको हुनुपर्छ भनिएको छ। र यो स्किल्स र कम्पिटेन्सी भनेको कम्युनिटी मोबिलाइजेसनको बारेमा नलेज हुन पर्यो होइन, यो रिस्क रिडक्सन, डिआरआर, क्लाइमेट चेन्जको बारेमा नलेज हुन पर्यो, इन्डिपेन्डेन्टली इन्फ्लुएन्स भएर फिल्डमा काम गर्न सक्ने, सोसल मोबिलाइजेसनको स्किल्स लगायतका कुराहरू छन् भनेको छ। र अप्लाई गर्दा के डकुमेन्टहरू चाहिन्छ त भन्दा एप्लिकेसन विथ डिक्लेरेसन पोजिसन अप्लाइड होइन, तपाईँले अप्लाई गर्ने एउटा एप्लिकेसन लेटर, त्यसपछि रिज्युम, तपाईँको फोटोसहितको रिज्युम बायोडाटा हुन पर्यो, तपाईँको एकाडेमिक डकुमेन्टहरू एसएलसी एससीदेखि अहिलेसम्म के कति तपाईँले डकुमेन्ट प्राप्त गर्नुभएको छ त्यसको डकुमेन्ट, सिटिजनसिप र एटलिस्ट रिफरेन्स चाहियो 2 जनाको, यो कुराहरू तयार गर्नु पर्यो र अर्गनाइजेसन इमेल ठेगाना पठाउनु पर्यो यो 16 मार्चभित्र होइन, 16 मार्चभित्र jobopportunity.nnsw@gmail.com, फेरि गर्ने jobopportunity.nnsw@gmail.com हजुरले आफ्नो डकुमेन्टहरू पठाउनु पर्ने हुन्छ। आशा छ यो प्रस्तुति जानकारी हजुरहरूलाई ठिकै लाग्यो होला भन्ने मलाई लाग्छ। कस्तो लाग्यो हजुरहरूका अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दै यो भिडियो हेर्नका निम्ति समय दिनुभएकोमा हजुरहरू सबैप्रति आभारी रहँदै अर्को भिडियोमा हजुरसँग भेट्ने अपेक्षासहित आजलाई बिदा मागेँ। धन्यवाद।